हेलो एभ्रिवान। र हिजो चाहिँ हामी चाहिँ मर जानुपर्ने थियो हो, र तलनिर मन्दिर टोलमा मर थियो र त्यहाँ चाहिँ हामी जाँदै थियौँ। धेरैजना थियौँ, जाने 3-4जना हामी जाँदै थियौँ। र यसरी जाँदा जाँदा हिँड्दै हिँड्दै गयौँ हामी चाहिँ हो। अनि गाडीहरू जाँदै थियो। यसरी हामी चाहिँ मर घरको माथिल्लोपट्टि पुगिसकेका छौँ। त्यसपछि अघि अघि बडा हिँड्नुहुँदैछ र पछि पछि हामी हिँड्दैछौँ। र यसरी जाँदै थियौँ हामी। र यहाँ चाहिँ मर घर हो, हामी यहाँनिर पुगिसकेका छौँ हो। यसरी जाँदै थियौँ। यहाँनिर सबजना बसिरहेको रहेछ हो। हामीसँग बोल्दै हामी बिस्तारी बिस्तारी यहाँ घरमा गयौँ। र यहाँबाट पनि तल्लोपट्टि जानुपर्ने थियो हो। र त्यसपछि तल्लोपट्टि हामी गयौँ। यहाँनिर चाहिँ गएर हामीले बस्यौँ। र यहाँनिर चाहिँ हामीले ठुई पानीहरू खाएँ हो। र त्यसपछि चाहिँ यहाँनिर बसेर ठुई पानी राखिरहेको थियो, यहाँ ठुई पानी खाएँ। त्यसपछि हामी बसेर चिया खायौँ। त्यसपछि आएर खानाहरू खायौँ, चाउमिनहरू खायौँ। त्यसपछि यहाँ लेखाउनुमा बस्यौँ र लेखाउनुमा एकछिन बस्यौँ हामी। त्यसपछि चाहिँ हामी घरपट्टि लाग्यौँ। र यसरी फर्किँदै फर्किँदै हिँड्दै हिँड्दै उकालो आयौँ। यहाँ माथि चर्चमा आइपुगेछौँ हामी हो। र यहाँनिर चाहिँ रोड बनाउँदै थियो। यहाँ चाहिँ रोलर कुद्दै रहेछ हो। रोलर कुदेकोले गर्दा चाहिँ आवाज ठुलो सुनिरहेको थियो। रोडै डल्लै थर्किरहेको थियो हो। रोलर कुद्दै रहेछ। रोलरको मैले भिडियो बनाएँ। डल्लै थर्काइरहेको थियो। दिन रमाइलो भइरहेको थियो र तातो पनि थियो। र यहाँ रोलरको भिडियो पनि बनाएँ मैले हो। रोलर चाहिँ कति डरलाग्दो कराइरहेको थियो, हेलिकप्टर जस्तो कराइरहेको थियो यहाँ। त्यसपछि हामी उकालो चढ्यौँ त्यहाँबाट। यहाँ माथि हिँड्दै हिँड्दै यो बाटो हिँड्दै हिँड्दै हामी यसरी घर फर्क्यौँ।